यो रमाइलो बजार हो। रमाइलो आइपुग्यो। लु, यो रमाइलो बजार, यो चाहिँ पुरानो बजार हो। रमाइलो बजार भाइहरू कहाँ अगाडि पुगे हो। म त गफ गर्दै गर्दै हिँडेको छोडिए। रमाइलो बजार भनेको एकदमै पुरानो बजार हो, उहिलेको। बयरबन पनि भन्छन् यहाँबाट यता भित्र छिर्छ क्यार बयरबन। आज कायदा के भयो भनेदेखि अब बिहान 9:30 बजेतिर खाना खाइएको थियो। अनि खाजा खाएको थिएन, चिया चाहिँ खाइयो। अब त्यो भाइलाई, प्रकाश भाइलाई 12:15 फोन गरेको, आधी घन्टामा आइपुग्छ होला भनेर फाटफुट लुगा लगाएर। अब उसलाई कन्भिन्स गर्दा गर्दै आइज भन्दा भन्दै 2 बजी त हालो ऊ आइपुग्दा। अनि अब ऊ आइपुग्छ भनेर खाजाको मेलोमेसो पनि भएन, चिया चाहिँ खाइयो। भोक लागिरहेको थियो। ठ्याक्क केरौन चोकमा आउँदाखेरि भक्का भेट्यो। भक्का भेटेपछि त अब तपाईँको एकदम स्वस्थकर खाजा, त्यहाँभन्दा स्वस्थकर के हुन्। भक्का खाइयो धनिया र टमाटरको अचारसँग, अनि एउटा प्याजी खाइयो। त्यति भयो खाजा, 2टा भक्का एउटा प्याजी। आनन्दको खाजा भयो, स्वस्थकर। अब त्यसपछि हामी हिँडिरहेछौँ रमाइलो बजार पटेर अगाडि जाँदैछु। म एक्लै छु, भाइहरू अगाडि उछिनेर गए ओभरटेक गरेर। मेरो विचारमा लगभग जङ्गलतिर पुगे होला उनीहरू, रमाइलो मासतिर, काने पोखरीको जङ्गल त्यहाँ पुगे होला। रुट त सर्टकट नै हुन्छ, धेर टाढा त जान सकिँदैन, छोटो रुट नै हुन्छ। त्यो कारणले गर्दाखेरि छोटै रुट भए पनि बनाउँ न त भनेर। आइतबारे 1 किलोमिटर रहेछ, आइतबारे मासतिर चाहिँ जङ्गल हो। जङ्गल सुरु हुन्छ, जङ्गल सुरु भएपछि काने पोखरी आइहाल्छ। यो बाटो बन्न अब लाग्छ होला, 2 वर्ष चाहिँ लाग्छ भन्ने मैले अनुमान गरेको छु होइन। अब राम्रो सरकार आएर अलिकति निगरानी गरेर अलि चाँडै बाटो सम्पन्न गर्नेतर्फ लाग्यो भने पनि यो कम्प्लिट पुलहरू लगायत अब बाटो होइन, त्यही स्ट्यान्डर्डको बाटोहरू मेन्टेन गरेर बनिसक्नको लागि चाहिँ अब 2 वर्ष चाहिँ अब लाग्छ नै होला पक्कै पनि भन्ने मैले अनुमान गरेको छु। यो हाइवे यो एकातिर छ, अर्कोतिर एकदम अपुरो भएर एकदम राम्रो के अरे इफेक्टिभ खालको बाटो पनि छ, मदन भण्डारी मार्ग माथिबाट। त्यो बाटो कम्प्लिट भएको छैन, नभए त्यो बाटो जान हुन्थ्यो उर्लाबारी, भौँडाबाट उर्लाबारी निस्केर मधुबल्लाबाट ट्याक्कै पश्चिम लाग्दाखेरि हुन्थ्यो। तर बिचमा यस्तो घनघोर जङ्गलमा, एकान्त जङ्गल, कोही मान्छे पनि नहिँड्ने, सुनसान, झन् हात्तीको बिगबिगी हुन्छ। फेरि डरमर्दो छ क्या ठाउँ ठाउँमा। अब जाँतेदेखि त, अब जाँतेहरूतिरदेखि त अब राम्रै छ त्यहाँ बाटो, लेटाङ पर्तिर। फेरि केराबारी र उसको बिचमा, फेरि केराबारी र यता लेटाङको बिचमा जङ्गलमा फेरि छैन क्या, एकान्त छ, एकदम सुनसान। अनि मान्छे पनि त्यति हिँड्दैनन्, त्यसले गर्दा त्यो बाटो अलि हिँड्न सकिएन। त्यो हाइवे पनि कम्प्लिट हुने हो भनेदेखि, तलको हाइवे पनि कम्प्लिट हुने हो भनेदेखि, अनि तपाईँको यो हुलाकी मार्ग त ऊ छ। अब यता माईमा भद्रपुरबाट आउँदाखेरि माई खोलामा मात्रै बाँकी हो पुल। त्यो माई खोलाको पुल पनि राम्रोसँगले बनाइसकेपछि अनि चाहिँ दामी हुन्थ्यो होला के। त हुलाकी राजमार्ग पनि दामी, यता मदन भण्डारी हाइवे पनि माथिको दामी, अनि बिचको तपाईँको महेन्द्र हाइवे, अब एसियन हाइवे भन्छ अहिले त,
तर हामीले जान्दा सुन्दा थाहा पाउँदा पढ्दा फेरिको चाहिँ महेन्द्र हाइवे हो। हाम्रो लागि महेन्द्र हाइवे नै ठिक छ एसियन भन्दा पनि। यो काने पोखरी भन्छ नि, काने पोखरीको बाटोबाट हिँड्नु भएको होला तपाईँहरू कतिपय, पोखरी चाहिँ देख्नु भएको छैन होला। काने पोखरीको पोखरी है यो। त्यहाँनिर कानको चित्र देख्नुभयो कि भएन, भिडियोले देखायो कि देखाएन, कानको चित्र पनि छ है त्यहाँ। कानको आकारमा चाहिँ पोखरी भएकोले काने पोखरी भनेको भन्ने चाहिँ एउटा भनाइ छ। त्यस्तै होला, त्यही होला किंवदन्ती भने पनि अथवा ठाउँको नाम काने पोखरी हुनुको रहस्य त्यही होला। र हामी यो जङ्गल छिचोल्न लाग्यो। हुन त यो जङ्गल एरियामै हो काने पोखरी बजार पनि, तर अब काने पोखरी बजार आइपुग्नु लाग्यो, चोक आइपुग्नु लाग्यो, त्यसपछि हामी पश्चिमतिर जान्छौँ है हजुर। पश्चिम लागेपछि चाहिँ अब घामको लाइटले क्यामेरालाई के कस्तो असर गर्छ त्यो चाहिँ थाहा भएन। तर मेरो अर्को टार्गेट भाइहरूको भन्दा पनि मेरै प्लानिङमा चलिरहेछन् भाइहरू। मेरो प्लानिङ चाहिँ अब त्यहाँबाट काने पोखरीतिर जाने, काने पोखरी हो के अरे केराबारीतिर जाने प्लान छ। त्यो हेरौँ सल्लाह सुझाव कस्तो आउँछ त्यो अनुसार हामी अगाडि बढ्नेछौँ। भाइहरूलाई यहाँ कतै देखिएन, पर्खेनछन् साथीहरू, कहाँ पर्खिन्छन् त्यो पनि थाहा छैन। खोर्सानी माथि गएर पर्खेदेखि हुन्थ्यो भन्ने हाम्रो भनाइ हो। ल अब कति राम्रो बाटो हिँडेको, अब यस्तो आइहाल्यो ठुलो मैलो है अफ रोड। अब घामको पनि एन्टी लाइट परेको छ, कतिको भिडियो देखिन्छ देखिँदैन, मैले कतिको हाल्न पाउँछु त्यो चाहिँ थाहा भएन। अब यस्तो छ बाटो बन्दै गरेको छ भर्खर। डाइभर्सनहरू छ, अब यहाँ पुल बनाउने ठाउँमा डाइभर्सन बनाइदिएको छ, भट्टाको छ रोड। त्यस्तै छ हौ। अब त्यो चिसाङ पारी चाहिँ बनेको होला कि जस्तो लागेको छ है मलाई। अस्ति एकचोटि हिँड्दाखेरि त्यति धेरै नहिँडेको भने पहिला चाहिँ बाक्लै हिँडिन्थ्यो। विराटनगरतिर जब गर्दाखेरि यो बाटो बाक्लै हिँडिन्थ्यो। अब अहिले घरतिरै भएको कारणले अब त्यति हिँडिँदैन। मलाई यो चिसाङ पारी चाहिँ बनेको जस्तो लागेको छ है अलिअलि। चिसाङदेखि लगभग बेलबारीसम्म चाहिँ हल्का फुल्का बाटो बनिसकेको जस्तो लागेको छ। वान साइड हो कि टु साइड नै हो, के हो अब त्यस्तो लागेको छ। अब आज कन्फर्म हुन्छ। ल चिसाङको पुल पनि आइयो। चिसाङमा सडक कर्मचारी बढाउँदै हुनुहुन्छ, सेवा गर्दै हुनुहुन्छ। सवारी साधनलाई अप्ठ्यारो नहोस्, धुलो मैलो उडेर अप्ठ्यारो स्थिति नहोस् भनेर सफा गर्दै हुनुहुन्छ। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ हामी। अब फोन सम्पर्क पनि भएको छैन भाइहरूसँग है। यहाँनिर स्ट्यान्ड लगाएको त होइन नि, होइन मकै खानलाई होइन, खाएर मात्रै चल्छ कि क्या हो जिन्दगी। पुग्नु कहाँ छ, खाएर बसेर हुन्छ। अगाडि नै गयो होला पक्कै। यहाँ अगाडि गइरहेको डबल हेलमेट छ नि त साँच्ची त। म त बिर्सिरहेको, साथीहरूको डबल हेलमेट छ, बिर्सिरहेको रहेछु क्या मैले। र बाटो कायदा मैले जे भनेको थिएँ वास्तवमा त्यही रहेछ। चिसाङ पारी गएपछि बाटो बनेको छ, कतिसम्म बनेको छ थाहा छैन, 52सम्म बनेको छ, लक्ष्मी मार्गसम्म बनेको छ। हो लक्ष्मी मार्गसम्म बाटो बनेको छ चिसाङ पारी गएपछि।
त्यसपछि लक्ष्मीमार्ग चोकभरि छैन। त्यसपछि फेरि त्यो मोरङ्गे खोला भन्छ कि के भन्छ हौ लक्ष्मीमार्ग छेउको त्यो खोला क्रस गरिसकेपछि फेरि बेतना सिमसार हुँदै त्यो बाटो बनेको छ पर बेलबारी सुरु हुँदासम्म। अनि बेलबारीदेखि अब त्यहाँदेखि उता चाहिँ बाटो बनेको छैन जस्तो लागेको छ है। अब काम कसरी भइरहेछ त्यो चाहिँ अब देखेको छैन। द्रुत गतिमा काम भइरहेछ भने चाहिँ अब ठिक छ, धेरै नै बन्दै गएको होला। तर स्लो खालको काम गरिरहेछ भने चाहिँ अब त्यो कतिखेर म 60मा कुदाइरहेको छु, उनीहरू 70मा भन्दा बढी छन् कि क्या हो भाइहरू। ल थाहै नपाइकन समस्यै बेगर होइन, भाउन नै आइपुग्यो। बाटो अझै यो फिनिसिङ भएपछि त अझै दामी हुन्छ होला, त्यस्तो छ क्या विकास भनेको त्यो हो। क्वालिटी विकास भनेको क्वान्टिटीमा मात्रै होइन क्वालिटीमा पनि हुनु पर्यो, अनि चाहिँ त्यो वास्तविक विकास हुन्छ होइन। त्यही भएर विकास क्वालिटीको भयो भने सबै सुविधा पनि पाइन्छ, सबै कुरा हुन्छ। हामीले अब हेरौँ त पहिला यहाँनिर गडेङ 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 भाउने क्रस गर्ने बित्तिकै कस्तो खत्तम बाटो थियो, कति वर्ष झेल्यौँ त्यो बाटो। अहिले छैन, यहाँ न आउन पाइन्छ। पश्चिम बाइक सवारी साधन आफ्नो व्यक्तिगत सवारी साधनमा पश्चिम जाने मान्छेहरूले ध्यान दिनुपर्ने कुरा है भनेको अहिलेको फिलहालको समयमा ट्याक्क आउने दोमना हुँदै अथवा उतापट्टिको बाटो हुँदै भाषाडाँगीबाट आउने आएर चाहिँ ठ्याक्कसँगले भाषाडाँगीबाट उँभो लागेर कानी पोखरी निक्लिने, कानी पोखरीबाट निक्लेर पश्चिम लागिसकेपछि अहिले सन्च बेलबारीसम्म चाहिँ सन्च नै छ भन्दा पनि हुन्छ क्या। ठाउँ छिटफुट बाहेक बेलबारीसम्म चाहिँ सन्च नै छ। त्यस पछाडि चाहिँ अलि गाह्रो छ, मतलब अब ठाउँमा डाइभर्सन होला के अरे रोड भत्काएको होला, त्यो चाहिँ अलि अप्ठ्यारो छ। नत्र भने यो बिचको रोड बेलबारीसम्म मात्रै आउनु पर्यो भने अथवा विराट चोकसम्म मात्रै आउनु पर्यो भने चाहिँ हामीलाई एकदमै सहज वातावरण, सहज यात्रा है। साँच्ची आज युट्युब डाउन छ भनेर भन्ने सुनिरहेको थिएँ मैले बिहानदेखि। खास कुरो मैले हेर्न पाएको छुइनँ, हेरेकै छैन। खासमा कुरो चाहिँ के रहेछ, डाउनै हो कि होइन कि केही थाहा भएन हौ। क्या एन्टी लाइट परिदियो भने देखेकै छैन होला क्या, त्यहाँ क्यामेराले त नि भिडियो त केही देखेको छैन होला। आवाजै भयो मात्रै पनि हाल्छु पो, हाल्न त मेमोरी हुन्छ नि त। रोड हिँडेको ठ्याक्क यो खोला, यो लक्ष्मीमार्ग कटेर आइयो यो खोला क्रस गरेपछि यहाँ अगाडिसम्म पुरानै रोड छ होइन, उता बनाइसकेको छैन। अब यहाँ सकेपछि उताबाट जाउँ कि यताबाट जाउँ, यतैबाट जानु। टुरको यता बन्द गरेको छ, यता टुरको वे नै चलायो त। यहाँबाट जे होस् वान वे नै भए पनि डबल चलाएको रहेछ, हिँड्न मिल्ने रहेछ। धुलोले यहाँ चाहिँ खराब गर्यो, तर अब यहाँबाट उठ्दैन। यो नयाँ रोड हो यो पनि। पारि पनि रोड त रहेछ, कम्प्लिट भइसकेको रहेछ, तर वारीबाटै चलाइरहेको छ। किन हो पनि अब यसरी
ओभरटेक गरेर पनि हिँड्नुपर्छ। राम्रो रोड ठाउँ भएपछि होइन, भरसक सावधानी अपनाउनु राम्रो। जहाँसुकैबाट ओभरटेक गर्नु हुँदैन। रोड साँघुरो छ, अगाडिबाट गाडी आइरहेछ भने हामीहरूले रोड ओभरटेक गर्नु हुँदैन। रोड अलिक फराकिलो छ, अगाडिपट्टि गाडी ध्यान दिएर गाडीलाई हेर्ने, आएको छैन ग्याप भेटियो भने अनि त्यसपछि हिँड्ने हो ओभरटेक गरेर। हामी हिँड्दैछौँ बेलबारी बेतना सिमसार हाम्रो पूर्वको चाहिँ एउटा पर्यटकीय ठाउँ पनि हो बेलबारी, के अरे सिमसार, बेतना सिमसार। प्रायः जसो हिउँदको समयमा पिकनिक पनि आउनुहुन्छ, अरू टाइममा पनि त्यहाँ जूहरू छ, जनावरहरू राखेको छ, के जाति जू पनि बनाएको छ भनेर मान्छेहरू हेर्न पनि आउनुहुन्छ। अब यहाँ चाहिँ यहीँसम्म मात्रै रहेछ है, क्या हो बिच बाटो। यहाँदेखि फेरि कच्ची अफरोड आयो कहाँसम्म छ बेतना सिमसार। मान्छे छन् आज पनि प्याक, घुम्न आउने गर्ने मान्छेहरू हुन्छन् यहाँ। प्रायः जस्तो छुट्दैन, छुट्टीको दिन त अलिक भरि भराउने हुन्छ। यी गाडीहरू पनि छ, पिकनिक पनि आए जस्तो छ। बेतना सिमसार जे होस्, वन जङ्गलको संरक्षण गरेपछि पानीको स्रोत पनि रहिरहन्छ, कायम रहिरहन्छ होइन। धुलोले लास्टै रड्डी गर्यो यार। वन जङ्गलको स्रोत रहिन्जेलसम्म पानीको स्रोत पनि सुक्दैन, रहिरहन्छ। त्यस कारण वन जङ्गल जोगाउनु हाम्रो कर्तव्य हो। धुलोले एकदमै गाह्रो बनायो। भिडियो एक त एन्टी लाइट फर्स्ट थिङ, सेकेन्ड थिङ ठुलो गाडीको बाटो पनि उस्तै बल्ल। अब यहाँ पिच आयो, यो पनि धेरै लामो छैन। बेलबारी आइहाल्यो, बेतना कटेर अब बेलबारी आइपुगिहाल्यो। अब तीसँग मात्रै होला पिच। उतापट्टि चाहिँ फाइनल गर्दै रहेछ, पिच गर्नलाई फाइनल गर्दै रहेछ अब पल्लोपट्टि। बिचमा डिभाइडर पनि राम्रै राखेको छ। अब यो डिभाइडरमा ट्याक्कसँगले चाहिँ रोड लाइट राख्नु पर्यो। अनि भरसक फुल नभए पनि राम्रो खालको वनस्पतिहरू रोपेर त्यसलाई डिजाइन गरेर कटिङ गरेपछि यस्तो दामी देखिन्छ। यहाँ काम भइरहेको छ, माल भरिरहेको। एम्बुलेन्सलाई जान दिनुपर्छ, एम्बुलेन्सलाई पहिलो प्रायोरिटी। साइड लाग्न हो, प्रायोरिटी दे एम्बुलेन्सलाई। मलाई पनि प्रायोरिटी दे त भाइ, मलाई पनि प्रायोरिटी दे त। म पनि इमर्जेन्सीमै छु। उबड खाबड पुरानो रोड आइहाल्यो नि। अब नयाँ रोड त्यहाँसम्म मात्रै थियो। सुस्त गतिको विकास कहिलेसम्म होला यो नेपालमा, के होला थाहा छैन। जबसम्म नेतामा सेवाको भावना आउँदैन, डेडिकेसन हुँदैन, जुनसुकै क्षेत्रमा जाने पनि, चाहे जेसुकै क्षेत्र जुनसुकै फिल्डमा काम गर्ने मान्छेसँग डेडिकेसन हुनुपर्छ क्या। डेडिकेसन भनेको चाहिँ अब म के को लागि त्यहाँ भएको क्या,
वाइ आई एम हियर होइन, के का लागि म त्यहाँ भएको, म के गर्नको लागि त्यहाँ छु, त्यो कुरा चाहिँ यथार्थमा परिणत हुनु पर्यो क्या। एउटा परिणाममुखी रिजल्ट दिन सक्नु पर्यो क्या। जुनसुकै क्षेत्रमा काम गर्दाखेरि निभाउन सक्नु पर्यो। मतलब निभाउन सक्नु पर्यो। निभाउँदाखेरि ठिक छ, ओके। अझै त्योभन्दा माथि बढेर एक्स्ट्रा कसैले गर्छ भने त्यसको चाहिँ हिस्ट्रीमा नाम अङ्कित हुन्छ। तर डेडिकेसन, जो मान्छेसँग डेडिकेसन हुन्छ त्यसले कर्तव्य निर्वाह गर्छ। जो मान्छे डेडिकेसनबाट पनि अझै अलिकति माथि उठेर अझै एक्स्ट्रा एफोर्ट देखाउँछ, त्यो मान्छे चाहिँ हिस्ट्रीमा नाम हुन्छ। अब हामी बेलबारी बजार कटेर गन्द्रा खोला क्रस गर्दैछौँ होइन। यतापट्टि नयाँ पुल पनि बनाउन लागिरहेछ, कम्प्लिट गर्ला। मैले त्यही भएर 2 वर्षको आङ्कलन गरेको छु। यो रोड चाहिँ 2 वर्षमा चाहिँ अब फ्रम टुडे भनेको फ्रम नाउ 2 इयर्समा चाहिँ लगभग कम्प्लिट हुनुपर्ने हो। कहाँसम्म भन्दा अहिले यो काँकरभिट्टादेखि लौकै सुनसरीसम्मको एउटा ठेक्का छ होइन, एउटा योजना छ, प्लानिङ छ। त्यहाँसम्मको चाहिँ विदिन 2 इयर्समा चाहिँ त्यहाँसम्म चाहिँ कम्प्लिट हुन्छ कि भन्ने मलाई अनुमान हो व्यक्तिगत। यो चाहिँ फेरि यो काहीँ पढेको लेखेको जानेर बुझेको होइन है। कन्ट्र्याक्टमा के छ त्यो पनि थाहा छैन। कन्ट्र्याक्टमा त 5 वर्ष योजना टोटल भने जस्तो लागेको छ कि 3 वर्ष कि 5 वर्ष। त्यो कहिलेदेखिको 5 वर्ष, कहिलेदेखिको 3 वर्ष त्यो पनि थाहा छैन। तर अब बाटो बनाइको हिसाबले हेर्दाखेरि चाहिँ मैले त्यो अनुमान लगाएँ। तर अब के हुन्छ, सबै अनुमानहरू हुँदैन। चौबिस घन्टा अगाडि राजाको जस्तो पावर भएको मान्छे 24 घन्टामा चप्पल बोकेर राइफल तोड्नु पर्ने अवस्था पनि हुन्छ यो नेपालमा। के कुराको अनुमान गर्न सकिन्छ। अब फेरि बिजोक पानी छ्यापेर अलिकति उचै बनाएको रहेछ है, ठुलो नहुने चाहिँ बनाएको रहेछ। यहाँ उबड खाबड बाटो, उबड खाबड छ। विकास हुँदै नभएको चाहिँ होइन, तर अत्यन्त ढिला सुस्तीमा भयो क्या विकास। गर्न नखोजेको पनि होइन, प्लानिङ नभएको पनि होइन, तर गर्दै जाँदाखेरि टाइम वर्षौँ लगाइदिने क्या। मान्छेलाई झ्याउ लाग्छ नि त यार, मान्छेलाई पुरै एकदम ह्यारेस हुन्छ क्या मान्छे होइन। एउटै उबड खाबड बाटो छ, सानोबुरो बाटो छ होइन, दुर्घटना हुन्छ, हिँड्न असजिलो हुन्छ, अप्ठ्यारो हुन्छ। कति वर्षसम्म बन्छ के हो कि होइन। मान्छेलाई ह्यारेस हुन्छ नि त। डेभलप नभएको होइन, डेभलप हुँदैछ, तर कति वर्षमा क्या फेरि त्यसले चाहिँ मान्छेलाई दिमाग खराब गराएको नि त। पर्खिँदा अब हुन्छ भन्नु हुँदैन, अनि लास्ट टेन्सन भएको हो नि त मान्छेलाई। अब 2 वर्षमा चाहिँ कम्प्लिट हुन्छ कि यो बाटो। च्यानल नेम सहयात्री भाइब्स। हजुर ल सब्सक्राइब गर्नु, ल मेसेज कमेन्ट गर्नु, म उ गर्छु, म पनि के अरे सब्सक्राइब गरिदिन्छु। फेसबुकमा पनि मिलन बराल दुइटैमा हाल्छु। ल हस्, थ्याङ्क यू। अब यहाँ भाइहरू भेटिएको थियो, बाटो हिँड्ने भाइहरूले च्यानलको नाम सोध्दै थियो युट्युबमा, फेसबुकको पनि एकाउन्ट सोध्दै थियो। मैले भनिदिएँ म पनि फलो ब्याक गर्छु, सब्सक्राइब गरिदिन्छु च्यानल, मलाई कमेन्ट गर्नु भनेर भनेको थिएँ। अनि भाइहरूले ल हुन्छ त है भन्यो। ठिक छ, अब हामी खोर्सानी भन्ने ठाउँ आइपुग्यौँ। यी मान्छे कहाँ गयो क्या, मेरा मान्छेहरू कहाँ पुगे क्या।
एक्लै जब सँगसँगै हिँड्नुपर्ने हो नि, एक्लै एक्लै हिँडेर यार साथीहरू। अघि भर्खरसम्म त त्यहाँसम्म त देखिरहेको थिएँ, अहिले देख्नै छोडेँ क्या। खोर्सानीबाट उँभो लाग्नुपर्ने यिनीहरू कहाँ खाँदै अब यहाँ म एकछिन स्टप गर्नुपर्ने हुन्छ है खोर्सानीबाट उँभो लागेपछि। अनि फेरि म सुरु गर्छु। खोर्सानी लगभग आइपुगेँ। अब यी मेरो भाइहरूलाई म खोज्छु कहाँ छन्, खोजेर फाइन्ड आउट गर्छु। उनीहरूलाई रुट पनि थाहा छैन, उनीहरूको प्लान पनि छैन। मसँगै हो प्लानिङ गरेको, मसँगै हो डिपेन्डेड उनीहरू प्लानिङमा है। खोर्सानी उँभो जाने ठाउँसम्म चाहिँ कहाँ गएको भाइ, तिमी कहाँ गएको? ल दाजुले त कहाँ रोकेको फेरि? खोर्सानी आइपुग्यो होइन। हामी यता जानुपर्छ, त्यतापट्टि गएरै भाइहरूसँग सम्पर्क गर्नु पर्ला। त्यतै होला कि होइन। यहाँ भएछन् भने त भइहालेछन्, भएनछन् भने चाहिँ हामीले चाहिँ फोन गरेर बोलाउनु पर्छ। यो बाटो हो, यो बाटो, यो बाटो हो, यो बाटो। ल उनीहरूलाई देखेँ मैले, आउँदैछन्। यो बाटो हो आओ भनेर भनिसकेँ होइन, आइरहेछ। हामी चाहिँ अब खोर्सानीबाट केराबारीतिर प्रस्थान गर्न खोज्दैछौँ है। उत्तरतिर लाग्यो खोर्सानीबाट। अब खोइ त आउँदैन त हौ पार्टीहरू। ल अब चाहिँ धक्कामुक्कीवाला बाटो, उबड खाबड बाटो छैन है। अब चाहिँ सरर न जान पाइन्छ होला। हामी जाँदैछौँ, कहाँ पुग्छौँ? मेमोरी 64 GB छ होइन गोप्रोमा। यो मेमोरीले कति टिक्छ भन्ने पनि मलाई थाहा छैन। ब्याट्री पनि कति छ भन्ने चेक गरेको छुइनँ खिचेदेखि एकचोटि पनि। अब कहाँसम्म पुगिन्छ हेर्दै जाउँ, जहाँसम्म पुगिन्छ पुगिन्छ। त्यही त होइन, पार्टीहरू कहाँ छन् हौ? सँगसँगै जान पाए हुन्थ्यो। कति स्लो आउने हो कि फास्ट जाने हो कि केही बुझेन हौ। स्लो आउने भन्दाखेरि मलाई जितिहाल्छन्, फास्ट आउने भन्दा कहिले भेट्दैनन् फेरि अगाडि लागेपछि। आऊ आऊ आऊ। खाल्टो रहेछ हौ बाटोको बिचमा, त्यो त मेन्टेन गर्नुपर्छ नि यार। लडाइँमै लाग्छ गाडीहरू बाइकहरू। त्यति सानो सानो कुराहरू त नगरपालिका वडाले नै हेर्दा हुन्छ नि यार। कस्तो मान्छेलाई दुःख दिने, उनीहरू चाहिँ हिँड्नु पर्दैन वडाको पदाधिकारीहरू। त्यस्तो सानोतिनो कुराहरू मान्छेलाई अप्ठ्यारो परेको त्यहीको स्थानीयले पनि चासो दिनुपर्ने हो त्यस्ता कुराहरू त हौ। तरिका त्यस्तो अनि नगरेर कहिले हामी अनि विकास त सरकारले मात्रै गर्छु गर्छु भनेर त हुँदैन त, जनता पनि लागि पर्नु पर्यो नि।
ल अब पिच बाटो नै छ, ग्राभेल छैन, कच्ची बाटो अफरोडहरू छैन यहाँ। अब जङ्गलभित्र प्रवेश गरिसक्यो। अब सिधै केराबारी पुगेर हामी चाहिँ जो यहाँबाट पश्चिम लाग्छौँ कि जस्तो लागिरहेको छ मलाई केराबारीबाट। केराबारी रोडमा जाँदैछौँ। र हाम्रो चाहिँ यात्रा आज अचम्मको यात्रा भनेको विदाउट प्लानिङ, कहाँ जाने थाहा छैन, जहाँ पुगिन्छ त्यहीँ जाने भन्ने कुरो छ। अब दिमागमा कहाँ पुग्दाखेरि कहाँ जाउँ भन्ने हुन्छ, त्यही माइन्ड सेट गर्दै 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 हिँडेको है। हिँड्न चाहिँ अझै पनि यहीँ टुङ्गो चाहिँ यहीँ हुन्छ भन्ने छैन अझै। धुमधाम के लाँदै रहेछ हौ यो सफारीमा, सिटी सफारीमा? के को बिरुवा हो? मरियो सुपारीको सानो सानो बिरुवा छैन हौ, त्यत्रो रोप्दा पनि जाग्ने रहेछ सुपारी। यो भेग भनेको अब यो लेटाङ, यो झापाको बुधबारे शनिश्चरे, त्यसपछि यतापट्टि तपाईँको दमकको यता माथितिर बेलडाङ्गी एरिया, अनि मधुमल्ला, अनि जाँते, लेटाङ, केराबारी होइन, यस्तो एरियामा चाहिँ सुपारीहरू अत्याधिक हुने। मान्छे रोप्यो भने आम्दानी पनि राम्रै हुन्छ सुपारीबाट। सुपारी लगाउने अनि सुपारीको बोटमा मरिच लगाइदिने, अनि मरिच पछाडि तपाईँको चाहिँ बिचबिचमा कागती पनि रोप्दा रहेछन् कतिपय ठाउँमा मान्छेहरू। सुपारीको ठ्याक्क एउटा डिस्टेन्समा सुपारीको बिरुवाहरू लगाइदिइसकेपछि अनि बिचबिचमा कागतीको बिरुवा पनि रोपिदिने। अनि 3 खालको एउटै ठाउँबाट 3 खालको उत्पादन भयो क्या। एउटा सुपारी त भइहाल्यो, त्यसपछि सुपारीमा गएको मरिच भइहाल्यो, अनि मरिच पछाडि अर्को चाहिँ के गयो भनेदेखि कागती पनि हुन्छ भनेपछि 3टा उत्पादन गर्दो रहेछ एकै ठाउँबाट गर्नेले होइन। अब त्यसको जटिलता के छ, अब कस्तो हुन्छ भने चाहिँ अब मलाई थाहा छैन। मैले पनि अब कतै देखेको कुरा, कतै सुनेको कुरा हो। त्यसमा जटिलता छ कि रियलमा त्यो किसिमले खेती गर्न सकिन्छ कि भन्ने कुरा चाहिँ मलाई प्रत्यक्ष अनुभव नभएको कुरा पर्यो। यो सुनेको वा देखेको कुरा हो, त्यो खेती गर्नेहरूलाई थाहा होला त्यो सम्बन्धी। मैले जसले धेरैजना मान्छेहरू सुपारी लाउँछु अब 5 कट्ठामा 10 कट्ठामा भन्ने खालको धेरै मान्छेहरू मेरो सम्पर्कमा आउनेहरूलाई मैले त्यो सजेसन चाहिँ दिने गरेको छु है। सुपारीको बिचबिचमा तपाईँले कागती पनि लगाउन सक्नुहुन्छ, सुपारी ठुलो भएपछि तपाईँले मरिच पनि रोप्न सक्नुहुन्छ। यसरी चाहिँ 3टा उत्पादन गर्न सकिन्छ अरे है भनेको छु मैले। फेरि अब त्यसको अब जटिलताहरू के छ त्यो थाहा छैन, तर मैले त्यो किसिमको सल्लाह दिएको छु। मैले सल्लाह दिइसकेपछि पक्कै पनि गर्ने मान्छेले अलिकति बुझेर थाहा पाएर मात्रै अनि काम गर्नुहुन्छ होला भन्ने आशा तथा अपेक्षा गरेँ होइन। खासमा अब यो बाटो तपाईँको चाहिँ यो छोटो हो कि विराट चोकबाट यता केराबारी निस्केर धरान निस्किनलाई
त्यो छोटो हो कि विराट चोकबाट इटरी गएर तपाईँको धरान जानलाई छोटो हो त्यो चाहिँ मैले नबुझेको कुरा। तर अब इटरीसम्म पनि विराट चोकबाट त बाटो खतमै छ नि त। अब ठाउँ ठाउँ भत्काएको के गरेको अप्ठ्यारो गाह्रो साह्रो छ नि त। त्यो कारणले गर्दाखेरि हो क्या यो बाटो रोजेको। अनि अर्को कुरो राम्रो बाटो छ क्या यो चाहिँ मदन भण्डारी हाइवे राम्रो छ। आज फोटो पनि खिचेको छैन है, 3 भाइको फोटो खिच्नुपर्छ। तर त्यो पुलमा गएर यो केराबारीदेखि परतिर एउटा पुल छ, पुलबाट ठ्याक्क यता पश्चिमतिर केराबारी बजारको के को बिल्डिङ हो हुन चाहिँ मान्छेको पर्सनल घर हो कि सरकारी के बिल्डिङ हो दामी देखिन्छ क्या। कहाँ पाहाडमा बिल्डिङ कहाँको बिल्डिङ रहेछ जस्तै देखिन्छ। त्यो चाहिँ त्यहाँबाट चाहिँ खिचेर हाल्नु पर्यो क्या। त्यो चाहिँ अलिकति त्यहाँबाट फोटो दुई चारजनाले हालेर अनि अब अथवा टिकटक सिकटक बनाएर हाल्ने हो भने चाहिँ त्यहाँ त्यो प्लेस पनि फोटो खिच्नको लागि चाहिँ भाइरलै हुन्छ होला कि पहिल्यै भाइरल भएको छ कि त्यो मलाई थाहा नभएको पनि हुनसक्छ होइन। कतिपय कुराहरू त अब देखिरहेको हुँदैन नि त, थाहा पनि हुँदैन। सर्ट टाइम हुन्छ अब मोबाइल मलाई पनि राम्ररी त्यो भएको कारणले कतिपय कुराहरू त अब भाइरल भएको कुराहरू पनि पछि मात्रै चाल पाइन्छ, तत्कालै चाल पनि नपाइन सक्छ, आफ्नो मोबाइलमा नआएको पनि हुनसक्छ। त्यो हुन्छ नि त। आफू भएको ग्रुपबाट कसैले सेयर गर्यो भने अथवा आफ्नो कोही फ्रेन्डहरूले सेयर गर्यो भनेदेखि अनि चाहिँ भाइरल कुराहरू अनि थाहा पाइने हो कि आफूले फलो गरेको एकाउन्टबाट पोस्ट भएको छ भने अनि डाइरेक्ट आफूलाई थाहा भइहाल्छ। तर हामी अब यसरी अटोलाई ओभरटेक गरेर जाँदैछौँ, किन भन्दा सहज त्यो ओभरटेक गर्नलाई असर पोखरी काने पोखरी हो त केराबारी त्यो ठाउँमा केरा हुन्थ्यो क्या हौ पहिला धेरै, त्यही भएर नामै केराबारी राखेको त्यस्तो लाग्यो है मलाई। अब मैले यहाँको बारेमा चाहिँ मैले रिसर्च पनि गरेर हिँड्छु, के पढेको पनि रहन्छु क्या, खोजेको पनि रहन्छु। मलाई त्यही लाग्यो, मेरो नाम सुनेर चाहिँ मैले विश्लेषण गरेँ होइन, एनालाइसिस गरेको नामको बारेमा। केरा धेरै फल्ने ठाउँ भएर अथवा धेरै खेती गरिने ठाउँ भएर केराबारी होला भन्ने लागेको है। अब तपाईँहरूले भनिदिनु होला, थाहा हुनेले केराबारी नाम किन रह्यो भनेर भनिदिनु होला। मलाई चाहिँ त्यस्तो ज्ञान थिएन, मतलब मैले रिसर्च गरेको छुइनँ यो सम्बन्धी अनि पढेको पनि छुइनँ। केराबारी नाम किन रह्यो भनेर मैले पढेको छुइनँ। त्यही त अब गयो, अब आउन लाग्यो होला हौ केराबारी आइपुगेपछि चाहिँ त्यहाँबाट पश्चिमका पश्चिम लागेर ठ्याक्क धरान निस्किने अब मनस्थिति आयो होइन। मेरो मनस्थितिले मात्रै हुँदैन, हाम्रो पार्टनरहरू मनस्थिति के हुन्छ होइन। त्यस कारण हामी यो रुट भएर ठ्याक्क धरान, कतिपय मान्छेहरू त आइसक्नु होला यो रुट भएर धरानतिर हिँडिसक्नु भयो होला। कतिपय मान्छे चाहिँ आउनु बाँकी हुनुहुन्छ होला। यो रमाइलो रुट छ है यो, यसो हिँड्दा नि कहिलेकाहीँ यसो ड्राइभमा जाउँ न होइन, अलिकति होइन बाइकमै भए पनि राइडमा जाउँ न अलिकति, अलिक थोरै लामो भनेर हाम्रोतिरको मान्छेहरू कोही हुनुहुन्छ होइन, र मेरोभन्दा अझै परको मान्छे कोही हुन्छ भने यो रुट पनि ठिक छ है। अब उता मदन भण्डारी हाइवेबाट पनि आउँदा हुन्थ्यो, तर ठाउँमा अलिकति सुनसान छ क्या, कच्ची बाटो पनि जङ्गलभित्र अनि सुनसान पनि भएकोले गर्दा अब जङ्गली जनावर त्यही त हो, हात्तीको अलिकति डर
हात्तीको डरले गर्दाखेरि पनि अलिक सुरक्षित नहोला कि भन्ने कुरा होइन। नत्र त मान्छे फाटाफुटा कोही कोही त हिँडेकै होला। म पनि भाइ सन्दीपसँग त अलिक अगाडि हिँडेको हो, तर अनकन्डार क्या बाटो चाहिँ। त्यो बिच नगएको ठाउँ त्यो महेन्द्र के भन्छ मदन भण्डारी हाइवे नबनेको ठाउँमा चाहिँ जङ्गलभित्र एकदमै सुनसान क्या। रोड पनि कच्ची, काहीँ त ढुङ्गा पनि नहालेको, रुख छेलिएर जानु पर्यो, के अरे तर्केर जानुपर्ने त्यस्तो पनि छ काहीँ। त्यस कारण पनि हो अलिकति जटिलता भएको। नत्र भने त अब जस्तो तपाईँको यो उसबाट के अरे हाम्रो चतराबाट पश्चिम जाने बाटो सबै बनाइदिएको छ उनीसम्म। त्यस्तै यता पूर्व पनि बाँकी कम्प्लिट हुन बाँकीहरू कम्प्लिट गर्नु नि। हुन त जङ्गलको कारणले पनि होला, रुखहरूको कारणले पनि अलिकति त्यसलाई कसरी उ गर्ने, व्यवस्थापन गर्ने अथवा के होला, त्यो प्रोसिजर केही त होला, त्यो केही भएर त अड्केको होला हुन चाहिँ। तर पनि त्यो चाँडै समाधान गरेर अनि बनाउनु पर्ने क्या। त्यो हामी केराबारी भन्ने ठाउँ आइपुगे जस्तो छ है। केराबारी हामी आइपुग्यौँ ठ्याक्कैसँगले चाहिँ हामी ठ्याक्कै केराबारी आइपुग्यो। दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण मत्स्येन्द्र गोल्ड कप 2082 भनेको रहेछ। भर्खरै गोल्ड कप फुटबल यहाँ सम्पन्न भएको रहेछ। हो माथि के अरे तपाईँको चाहिँ कुवालो लागेर पाहाड त यहाँबाट ठ्याक्कै देखियो। यो पाहाडको फेरि भन्दा पनि हुन्छ केराबारीमा, तर यो पुरा कुवालो लागे जस्तो, पुरै यो धुवा लागे जस्तो नि पाहाडहरू पुरै त्यस्तो अब नाङ्गो आँखाले चाहिँ देखिएको छ होइन, धुवालो लागेको जस्तो। तर अब फुल के अरे यो भिडियोबाट चाहिँ देखिँदैन। अब यही केराबारी हाम्रो देखिन्छ रुख र चारतारे मात्रै देखिन्छ त हौ, घन्टी त कहीँ देखिँदैन नि त। होइन यहाँ त यहाँ त यो 1 नम्बर क्षेत्र हो नि मोरङ। यहाँ खतरा छ अरे। यो बिल्डिङ यो कदम खोला क्या। म उमा पर झोलुङ्गे उमा देखिरहेको छ झोलुङ्गे फुल।
म यो सबै पैदल हिँडेको छु क्या यो बाटो सिंहदेवी छैन दाजु सिंहदेवी के त्यताबाट जान्थ्यो होला नि त सिधै धनकुटा धनकुटा त्यो बाटो छैन नि त हो भने तपाईँको क्यामेरा चाहिँ पछाडि फर्काउनु न हामी चाहिँ पछाडि छौँ क्यामेरा अब त्यही जङ्गल देखिने हो हँ? के अरे त्यही जङ्गल देखिने हो बरु दुईजना हामी त देखिन्थ्यौँ होइन अब